प्रधानमन्त्री नै हुनुपर्छ भन्ने पनि छैन। अरू थोकै पनि छन् नि हामीसँग हुनका लागि। म सानो रमाइलोपछि फेरि कार्यक्रमलाई औपचारिकतिरै मोड्न चाहन्छु। हाम्रो कार्यक्रमको औपचारिक रूपमा कर्मीहरूलाई पनि भित्र आएर बसिदिनु हुन आग्रह गर्दै म हाम्रा गौराङ्ग जेसिसको सांस्कृतिक संयोजक नवीन रिमालज्यूलाई पनि परिचय भएर अग्रभागमा आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। त्यस्तै हामीमा महिला संयोजक रमा निरौलाजी पनि हुनुहुन्छ, उहाँलाई पनि परिचय भई आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। त्यस्तै हाम्रो हाम्रो उपाध्यक्ष सञ्जय थापा पनि यहाँ उपस्थित हुनुहुन्छ, उहाँलाई पनि परिचित भई अग्रभागमा आएर आसन ग्रहण गरिदिनुहोस्। हामीसँग अर्को उपाध्यक्ष अनिता थापाको पनि उपस्थिति रहेको छ, उहाँलाई पनि परिचित भएर आसन ग्रहण गरिदिनुहोस्। त्यस्तै वर्ष 2026 का कार्यकारी उपाध्यक्ष शीतल अधिकारीज्यूको पनि यहाँ उपस्थित रहेको छ, उहाँलाई पनि अनुरोध गर्दछु। त्यसै गरी अतिथिको आसन ग्रहण गरेको छ, उहाँलाई पनि आएर अग्रभागमा आसन ग्रहण गरिदिनु हुन म अनुरोध गर्दछु। त्यस्तै आजको यस कार्यक्रमका मुख्य आकर्षण तथा ट्रेनर हाम्रो इलाका प्रहरी कार्यालयबाट दिपा रेग्मीज्यूको पनि उपस्थित रहेको छ, उहाँलाई पनि आएर त्यसै गौराङ्ग बहुमुखी क्याम्पसका सोभियु सभापति तुलसीराम पौडेलज्यूलाई पनि म अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु।